ओडिआई विश्वकप 2027 को ढोका ढकढकाउने उद्देश्यमा रहेको नेपालका लागि अब टप 4 यात्रा निकै रोचक बनेको छ। अहिलेको अङ्क तालिकामा शीर्ष 2 मा रहेका युएसए र स्कटल्यान्ड सुरक्षित रहँदा नेपालसहित बाँकी रहेका ओमान, क्यानाडा, नामिबिया र नेदरल्यान्डको यात्रा रोचक बनेको छ। अङ्क तालिकामा अन्तिम स्थानमा रहेको युएको यात्रा भने लगभग टुङ्गिसकेको जस्तै छ। अब यो अवस्थामा हेर्दा बाँकी खेलहरूमा युएसए र स्कटल्यान्डलाई जुनसुकै टिमले हारे पनि जिते पनि कुनै टाउको दुखेको विषय छैन। सबैभन्दा ठुलो टाउको दुखेको विषय त अब नेपालसँगै रहेका 5वटा टिमको हो। विशेष गरी नेपाललाई कस्तो समीकरण चाहिन्छ र नेपालका लागि कुन टिम सबैभन्दा घातक बन्न सक्छ, आउनुहोस् आजको भिडियोमा कुरा गरौँ। भिडियो अन्तिमसम्म हेर्नुहोला। अहिलेको अवस्थामा हेर्दा युएसए र स्कटल्यान्ड टप 4 भित्र अड्ने सम्भावना बलियो छ। युएसए र स्कटल्यान्ड बाहेक बाँकी टप 4 को 2 स्थानका लागि खुल्ला र रोचक प्रतिस्पर्धा सुरु भएको छ। अहिले तेस्रो स्थानमा रहेको ओमान, चौथोमा रहेको नेदरल्यान्ड, पाँचौँमा रहेको नेपाल, छैटौँमा रहेको क्यानाडा र सातौँमा रहेको नामिबिया। यी 5वटा टिमहरूको अङ्कको दूरी एकदमै छोटो छ। अब यस्तो बेला कुनै पनि टिमको एक जित र एक हारले पुरै समीकरण बदलिनेछ। अब नेपालभन्दा पहिले बाँकी टिमहरूको छोटो समीकरण बुझौँ, अन्तिममा नेपालसँग तुलना गरेर हेरौँ। ओमान अहिले अङ्क तालिकामा तेस्रोमा छ। उसको अब बाँकी 8वटा खेल खेल्न बाँकी छन्। ओमानलाई टप 4 मा पुग्न कम्तीमा 4 या 5वटा जित आवश्यक छ। यदि उसले 4वटा मात्र जिते पनि उसको अब 39 अङ्क पुग्छ, जुन सुरक्षित स्कोर हो। अहिले ओमानको रन रेट पनि मध्यम खालको छ। अब उसले खेल जिते मात्र पुग्छ, उसले रन रेटको कुनै लफडा नै छैन। अब नेदरल्यान्डको कुरा गरौँ। अहिलेको अवस्थामा हेर्दा सबैभन्दा बढी फाइदा नेदरल्यान्डलाई छ। उसले अरूभन्दा धेरै खेल खेल्न बाँकी छन् र रन रेट पनि अरूको भन्दा उसको उत्कृष्ट छ। अब उसले 5वटा मात्र खेल जिते पनि उसको 40+ अङ्क पुग्छ र 40+ अङ्क पुग्नु भनेको सुरक्षित रूपमा क्वालिफाई हुनु हो। त्यसैले अहिले बाँकी 5वटा टिमहरू मध्ये सबैभन्दा उत्कृष्ट टिम भनेको नेदरल्यान्ड हो। अब कुरा गरौँ नेपालका लागि सबैभन्दा घातक टिम क्यानाडाको। क्यानाडाको कुरा गर्दा उसले नेपालभन्दा धेरै खेल खेल्न बाँकी छ र उसको अङ्क पनि नेपालको भन्दा थोरै कम छ। यो बेला नेपालका लागि सबैभन्दा घातक र खतरनाक बन्न सक्ने टिम भनेको क्यानाडा हो। अब बाँकी खेलहरूमा उसले जित्यो भने उसले नेपाललाई ओभरटेक गरेर अगाडि जान्छ, जुन नेपालका लागि खतरा हो। तर उसको रन रेट अहिले निकै खराब छ, जुन नेपालका लागि ठुलो फाइदा हो। त्यस्तै अब नामिबियाको कुरा गरौँ। नामिबियाको समीकरण हेर्दा लगभग कोमामा पुगेको टिम हो, तर अङ्कगणितीय सम्भावनाको झिनो आश गरिरहेको छ। उसलाई टप 4 मा पुग्न अब 8 मध्ये 7वटा खेलमा जित्नै पर्ने हुन्छ। उसले 7वटा खेल जित्यो भने उसको 36 अङ्क पुग्छ र रन रेट हेर्दा उसको निकै खराब छ। अब उसले टप 4 मा पुग्न नेपाल र क्यानाडाको भर पर्नुपर्ने हुन्छ र नेपाल र क्यानाडाको नतिजाहरू कुर्नुपर्ने हुन्छ। अब कुरा गरौँ सबभन्दा महत्त्वपूर्ण विषय नेपालको। नेपालले अहिले 28 खेलमा 24 अङ्क जोडेको छ र अब नेपाल गर या मरको स्थितिमा छ। अहिलेको अवस्थामा नेपालले टप 4 का लागि विशेष गरी ओमान र क्यानाडाको हारको प्रतीक्षा गर्नुपर्ने हुन्छ। नेपालले अब 8वटा खेल खेल्न बाँकी छन्। नेपालले अब 6वटा खेल जित्यो भने अहिलेको 24 अङ्क प्लस 6वटा जितको 12 अङ्क जोड्दा 36 अङ्क पुग्छ। यस्तो अवस्थामा नेपालले अन्य टिमहरूको नतिजासँग भर पर्नुपर्ने हुन्छ र सँगसँगै रन रेटलाई पनि उत्कृष्ट बनाउनु पर्ने हुन्छ। त्यस्तै यदि नेपालले अब बाँकी 8 मध्ये 7 वा 8वटै जितेको खण्डमा नेपाल 100% टप 4 मा पुग्छ, किनकि नेपालले आउने खेलहरू नेदरल्यान्ड, नामिबिया, ओमान र क्यानाडासँग खेल्दैछ। मुख्य प्रतिस्पर्धीहरूलाई हराएको खण्डमा नेपाल सहजै टप 4 मा पुग्छ। अब नेपालले 7वटा जिते 24 प्लस 7वटा जितेको 14 अङ्क जोड्दा 38 हुन्छ। यस्तो बेला सहजै टप 4 मा पुग्छ। तर नेपालका लागि यो लिग 2 मा विदेशी भ्रमण खासै सन्तोषजनक छैन। विगतमा विदेशी भूमिमा नेपालले सोचे जस्तो नतिजा निकाल्न सकेको छैन। त्यसैले अब नेपालले बाँकी 8वटै खेल विदेशी मैदानमा खेल्दैछ र नेपालले त्यहाँ विगतको दागलाई मेटाउनु पर्ने हुन्छ। यसरी समग्रमा हेर्दा अहिले लिग 2 को टप 4 यात्रा निकै रोचक मोडमा पुगेको छ। विशेष गरी नेपाललाई अब व्यापक सुधार गर्नुपर्ने हुन्छ र बाँकी रहेका टिम क्यानाडा, नेदरल्यान्ड र ओमानको नतिजाहरूमा भर पर्नुपर्ने हुन्छ। साथीहरू, अब भन्नुहोस् तपाईँलाई यो भिडियो कस्तो लाग्यो? भिडियोमा कुनै सुधार गर्नुपर्ने पक्ष भए अवश्य कमेन्ट गरेर सहयोग गर्नुहोला। भिडियो मन परेमा लाइक र यस्तै ताजा क्रिकेट न्युजका लागि च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला। हामी अर्को ताजा क्रिकेट भिडियोमा भेटौँला। धन्यवाद। जय क्रिकेट।